साथीहरू बुढियाले लिएको गऱ्यो गिफ्टी। यो चाहिँ के भन्दा चिया बनाएर ब्ल्याक टी बनाएर खाने रहेछ। यसलाई मैले अघि मैले यसलाई अनबक्सिङ गरेँ कि यस्तो हुँदो रहेछ। यो चाहिँ ब्ल्याक टी बनाएर खाने। अन्त म अब यसमा ट्राई गर्छु एकपल्ट चियापत्ती म्यासै। अस्ति फर्स्टको बनाएर राखेको अलिकति छ बाँकी। फर्स्टको चिया टेस्ट गरिदिनु पऱ्यो अब। यो चाहिँ मैले अति गल्लामाथि छ भन्दा भन्दा यसलाई चाहिँ 5 मिनट छोपेर राख्नुपर्छ हो। मजाको कलर आउँदैछ। यसलाई चाहिँ 5 मिनटसम्म छोपेर राख्नुपर्छ। अब चाहिँ यो 5 मिनट भइसकेछ। यस्तो कलर हेर्नुहोस् है, कलर यसलाई चाहिँ म ग्लासमा सार्छु ल, कपमा। कलर कस्तो आउँदैछ हेर्नु। दुई कप चाहिँ हुनुहोस् यसमा। कलर चाहिँ यस्तो चियाको कलर है। टेस्ट गर्नु फर्स्ट क्लासको चिया। ती हेर्दा यो अलिक कडा देखे पनि एकदम सफ्ट हुन्छ। यो चाहिँ यसको लागि चाहिँ अब यो चाहिँ बुढियाले ब्ल्याक टी पुरा खान्छ भनेर ल्याइदिएको। यसको लागि चाहिँ अब बुढियालाई धन्यवादै दिनु पऱ्यो। र दुईजनालाई चाहिँ बसेर खान ठिक्कै हुनेछ। दुईजनालाई 2 कप, यहाँ 1 कप छँदैछ। साथी फेरि